अझै आज स्वार्थीबाट रिटर्न हुँदैछु। यहाँ भर्खरको नयाँ नयाँ दुलाईहरू छ, उहाँहरूको काममा गएर आएको। अब त्यसपछि सिधा उसमा के अरे दुम्कीवास पालिकामा जाने हो। दुम्कीवास पालिकामा गएर काम खतम गरेर त्यसपछि रिटर्न यसरी आउने हो। यो भाइ नयाँ नयाँ दुलाइ हो। दुलाई भएर अलिकति जस्तै कि एज बढी भएको कारणले गर्दा आजभोलि त त्यस्तो सोध्ने रहेछ, किन बिहा गरेर बसेन पहिला, किन बिहा गरेन, अनि कतै बिहा हो कि भनेर सोध्दो रहेछ। अनि त्यसले गर्दाखेरि अडा फरक भएको कारणले गर्दाखेरि अब दुलैको अडा स्वार्थी अनि दुलाको अडा चाहिँ दुम्कीवास परेको हुनाले सर्दी आएर सर्दीको अडामा आएर एउटा सिफारिस लिएर रिटर्न हुँदैछु। धन्यवाद, बाई बाई। फेरि बेटालाई अर्को भिडियोमा नेक्स्ट भिडियो पनि आउनेछ, रेडी भएर बस्नु होला हेर्नको लागि। सब्सक्राइब, लाइक, सेयर, कमेन्ट पनि गरिदिनु होला है त।